एक दशक अगाडि फ्री भिसा फ्री टिकट त्यही सर्टेन कन्ट्रीहरूमा जानुको लागि त्यसरी चाहिँ निर्णय भएर त्यो अहिले चाहिँ कार्यान्वयनमा छ। अब यो चाहिँ ठ्याक्कै यहाँले भने जस्तै लामो समयदेखि यसमा रिभ्यू हुनुपर्छ, पुनरावलोकन हुनुपर्छ। ठ्याक्कै यो चाहिँ निर्णय कार्यान्वयनमा जाँदाखेरि हामीलाई चाहिँ अलिकति अप्ठ्यारो भयो, अपरेटिङ कस्ट पनि आएन भनेर वैदेशिक रोजगार व्यवसायसँग सम्बद्ध व्यवसायीहरूले चाहिँ माग राख्नु भएको छ, लिखित पनि मौखिक पनि हैन। हाम्रो अपरेटिङ कस्ट पनि नआउने अवस्था र यो फ्री भिकस फ्री टिकटमा चाहिँ यो केही समस्याहरू देखेको कारणले भनेर उहाँहरूको चाहिँ कुरो पनि आएको छ। मन्त्रालयबाट विभिन्न समयमा गठित केही प्रतिवेदनहरूले पनि यसको चाहिँ पुनरावलोकन गरेर यसमा पुनर्विचार गर्नुपर्छ भन्ने त्यो चाहिँ छ र छलफल पनि चलिरहेको छ। अहिले चाहिँ यसमा चाहिँ अब हाम्रो यो चाहिँ एक दशक पनि भयो यो लागू भएको र यसका सबै पक्षहरू, सकारात्मक पक्षहरू, नकारात्मक पक्षहरू र यसको खास गरेर इम्प्याक्ट कस्तो परेको छ, सरकारको पोलिसी ल्याउँदाखेरिको त्यति बेला निर्णय गर्दाखेरिको आशय परिपूर्ति भयो कि अथवा यसले काहीँ साइड इफेक्ट पारेर केही समस्या छ कि भन्ने खालको चाहिँ अध्ययन विश्लेषणको काम भएको छ। केही प्रतिवेदनहरूले यसलाई चाहिँ पुनर्विचार गर्नुपर्छ भन्ने खालको कुरो पनि आएको छ र माननीय मन्त्रीज्यूबाट पनि हाम्रो वार्षिक प्रगति समीक्षा लगायतको हाम्रो उसमा यसमाको चाहिँ यसका चाहिँ सकारात्मक नकारात्मक यसका चाहिँ कहाँ इम्प्याक्ट पोजिटिभ नेगेटिभ इम्प्याक्ट के परेका छन्, यसलाई चाहिँ अझ कसरी हामी व्यवहारिक र श्रमिक मैत्री बनाउन सकिन्छ यसमा चाहिँ अध्ययन विश्लेषण गरेर एउटा रिकमेन्डेसन गरेर हामी निर्णयमा पुग्नुपर्छ भन्ने खालको कुराकानी भएको छ। अब यो चाहिँ हामीहरूको एक दशक लागू भएको छ। यसका सकारात्मक नकारात्मक पाटोहरू चाहिँ पोलिसी ल्याउँदाखेरिका त्यति बेलाका चाहिँ हामीले जुन इन्टेन्सन र जुन चाहिँ हामीले मनसाय राखेका थियौँ त्यो अनुसार भयो कि भएन, साँच्चै श्रमिक मैत्री हुन सकेका चाहिँ छैन। श्रमिकहरूले सरकारले जुन उद्देश्यले चाहिँ श्रमिकहरू मैत्री होस्, श्रमिकहरूलाई सहज होस्, सरल होस् भनेर जसरी गऱ्यौँ त्यो ढङ्गले भएको छ कि छैन, अथवा यसलाई चाहिँ तपाईँको अरू हिसाबले काहीँ मेनिपुलेसन भएर काहीँ चाहिँ तपाईँको केही समस्याहरू छन् कि होइन, यस्ता कुराहरूलाई चाहिँ हामीले चाहिँ गहिरोसँग विश्लेषण गरेर छिटै चाहिँ निष्कर्षमा पुग्छौँ।